एक दिन म आफैसँग दिक्क भएर अफिसबाट दिउँसो नै निस्किएँ। फाइलहरूका बोझ, सहकर्मीहरूको निरन्तर प्रश्न अनि सन्चो नभएको मन सबैलाई एकैपटक पन्छ्याएर बाहिर निस्किएको थिएँ। कहाँ जाने भन्ने थाहा थिएन। घर जान पनि मन थिएन, किनभने त्यो घर आज असाध्यै खाली लाग्दै थियो। जस्तो मेरो भित्री संसार बिल्कुल खाली खाली थियो। छेउकै सानो पार्कमा पुगेर बसेँ। त्यहाँकै वृद्धहरू आफ्नो हिसाबले घाम तापिरहेका थिए। केही जोडीहरू प्रेमका झुट्टा तर मिठा बाचा गर्दै थिए र केही बच्चाहरू चिच्याएर लुकामारी खेल्दै थिए। उनीहरू सबैको जीवन चलिरहेको थियो नियमित रूपमा, तर म त रोकिएको थिएँ। कतै त्यति नै बेला तिम्रो सम्झना आयो। तिमी जसलाई म मनको कुनै कुनामा राखेर दिन बिताउँथे, तर केही भन्न सक्दिनथे। तिमी जसको उपस्थितिले मेरो कल्पना रमाइलो हुन्थ्यो। सायद मन त्यही बेला धेरै कमजोर भएको थियो। मैले फोन निकालेँ अनि भिडियो कल गरेँ। अचम्म लाग्यो, तिमीले तुरुन्तै उठायौ। स्क्रिनमा तिमी देखा पर्यौ, साँच्चीकै राम्री। त्यो घामले झन् झलमल्ल बनाएको अनुहार। ओहो, आज त सरप्राइज भिडियो कल। तिमीले हाँसेर भन्यौ, सायद आफैलाई सरप्राइज दिएँ। मैले भने हल्का मुस्कान सहित। त्यो 15 मिनटको भिडियो कल सामान्य लागे पनि मेरो लागि त्यो दिनको सबैभन्दा गहिरो क्षण बन्यो। तिमीले सोध्यौ, के भएको छ तिमीलाई? किन अफिसबाट चाँडै निस्किएको? मैले झुट बोलेर भने, शिर गरौँ भो अलिकति। तिमीले चिन्न थालिसकेकी थियौ सायद। म कहिले झुट बोल्छु, कहिले चुप लाग्छु अनि कहिले मौनतामा धेरै कुरा लुकाउँछु। तिमीले सायद बुझ्यौ म दिक्क थिएँ, थाकेको थिएँ र एक्लो थिएँ। त्यो कलपछि केही त बदलिएको थियो। म पार्कबाट उठेँ र सिधै घर फर्किएँ। त्यो दिन घर पनि खासै खाली लागेन, किनभने तिमी मेरो छातीको कुनै कुनामा बोलिसकेकी थियौ। त्यो एक कल जसलाई तिमीले सायद सामान्य सम्झियौ, मलाई जिन्दगीको बीचबाट फर्काउने एकमात्र कदम थियो। त्यो भिडियो कल एउटा टर्निङ पोइन्ट थियो। अब म कहिलेकाहीँ सोच्ने गर्छु, के तिमीले त्यो दिन मलाई बचाएको थाहा पायौ त? सायद पाएकी थियौ, तर केही कुरा बुझेकै भए पनि नबोलेकोमा तिमी सधैँ जसो परिपक्व थियौ। त्यही मौन सहारा थियो जसले मलाई फेरि जिन्दगीतिर फर्कायो।